सबैजनालाई मेरो नमस्कार छ है त। आज सन्डेको दिन बच्चाको स्कुलको ड्रेस पनि धुनु पर्यो अनि आज चाहिँ मेरो ब्याड लक पनि। किन भन्दाखेरि वाशिङ मशिन चाहिँ ठ्याक्कै आज बिग्रेको, त्यही भएर सबै लुगाहरू चाहिँ आफूले हातले धुनु पर्यो अनि बच्चाहरूलाई पनि नुहाइदिनु पर्यो नि त। अनि मेरो दुईवटा छोराहरू छ, यिनीहरू चाहिँ आज सन्डे भएको भएर मजाले बाहिर बसेर खेलिरहेको छन्। कस्तो राम्रो लाग्छ है आफ्नो बच्चा आफ्नो आँखा अगाडि यसरी हुर्केको देख्दाखेरि। हेरिरहँ जस्तो लाग्छ आफ्नो बच्चाहरूलाई यसरी खेल्दा ठुलो हुँदा देख्दा। अनि म आफ्नो घरको काम निप्टाएर अब लागे आफ्नो क्याफेतिर। क्याफेको भ्यू चाहिँ म तपाईलाई देखाउँछु कति मजाको छ भन्ने कुरा। यो चाहिँ हामीले सेतो सेतो जाली लगाएको स्याउलाई कभर गरेको। असिना आउँछ अनि त्यसले चाहिँ स्याउको स्किनलाई ड्यामेज गर्छ भनेर हामीले स्याउ यसरी कभर गर्छौं। अनि ए ग्रेडमा बिक्ने स्याउ चाहिँ बी ग्रेडमा बिक्छ। स्याउको दाम चाहिँ त्यति राम्रो पाउँदैन, त्यही भएर हामीले चाहिँ यसरी कभर गर्ने गर्छौं। त्यसपछि हामीले क्याफे खोलेपछि त तयारी पनि गर्नु पर्यो नि त। अनि मोमोको चटनी सकिएको थियो अनि त्यसको लागि चाहिँ मैले सामान तयार पार्दैछु। टमाटर, पुदिना, हरा धनिया, खुर्सानी, नुन, लसुन, अदुवा, प्याज सबै मिसाएर मैले चाहिँ मिक्सीमा चटनी पिसेको। अनि यो चाहिँ मेरो सानो छोरा हो, यो चाहिँ खेलिरहेको रहेछ। अनि त्यसको लागि अब मैले हिमाचलको सिड्डु भन्ने डिस हुन्छ, त्यसलाई पहिला आटा फुलाएर त्यसपछि हामीले यसरी मसलाहरू बनाउँछौं। यसमा बदाम, तिल, प्याज, हरियो खुर्सानी, मसला, नुनहरू मिसाएर मसला तयार पारेर त्यो फुलाको पिठोमा चाहिँ हामीले बनाउने गर्छौं। नुनिलो पनि बन्छ र गुलियो पनि बन्छ। रेसिपी चाहिन्छ भने हजुरहरूले कमेन्ट गर्नुहोला, म तपाईहरुसँग शेयर गर्नेछु। यसरी हामीले ठुलो ठुलो बनाउँछौं। एउटा मैले गुलियो खालको चाहिँ गोलो बनाएको अनि नुनिलो खालको चाहिँ चेप्टो बनाएको। नभए हामी कस्टमरलाई दिँदाखेरि नै आफै कन्फ्युज हुन्छौं के कुन चाहिँ गुलियो हो कुन चाहिँ नुनिलो हो भनेर। अब बेलुका भइसक्यो, बच्चाहरूलाई चाहिँ मैले खानासाना दिइसके अनि खानाहरू खुवाइसकेपछि होमवर्क चाहिँ गराउनु पर्यो। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने शेयर गरिदिनु, सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। म तपाईहरुको आफ्नै नेपाली चेली त हो नि। हस् त, बाइ बाइ।